हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। मलाई सन्चै छ, आशा राख्छु तपाईँहरूलाई पनि सन्चै छ। म चाहिँ अहिले एकदम लगभग 8 दिनपछि 9 दिनपछि म भिडियोमा आइरहेको छु। बिचमा ग्याप बस्न गयो किनकि मैले भिडियो बनाउनु पाइनँ। आज चाहिँ अब दिउँसो भइसकेको छ, लगभग 2 बजिसक्यो र हामी चाहिँ अहिले यता बाटोतिर छौँ। म अहिले जान लागेको चाहिँ अब यता यो तल खोला छ, यो खोलामा जान खोज्दैछु म, किनकि आज खोलामा जाने एउटा एकदम काम छ र मैले खोलामा गएपछि फेरि भिडियोलाई कन्टिन्यू गर्नेछु। अहिले चाहिँ म हिँडेको, यो चाहिँ म घरभन्दा अलि यता आइरहेको छु रोडमा। यो अहिले यो चाहिँ हाम्रो गाउँको यो घरभन्दा अलि ओरतिर चाहिँ अरे कहना क्या चाहते हो? यो हाम्रो यो सालघारी जङ्गलहरू छ र जङ्गलभन्दा मुनि चाहिँ खोला छ। अहिले चाहिँ म हिँडेको त्यो खोलामा, यहाँ 2 जना हुनुहुन्छ सँगै, 3 जना जान लागेको। यो चाहिँ पाइप ल्याएर चाहिँ बाटोमा रहेछ, सायद खानेपानी चाहिँ तल, यहाँ पानीको मूल छ यहाँ तल, यहाँ तल यो तल यो बाल्ला थुपारेको भन्दा ठ्याक्कै माथिल्लोपट्टि चाहिँ पानीको मूल छ। त्यहाँबाट चाहिँ पानी तानेर यो पानी चाहिँ माथि गाउँमा लग्नको लागि यो पाइप यहाँ राखेको छ। तर पानी चाहिँ अब कहिले जाने हो, काम कहिले हुने हो थाहा छैन। अब यहाँ बाटो यतापट्टि बाटो छ, तल खोला जाने बाटो हो यो। अब रोडबाट जाने भयो त यहाँ रोडै रोड छ, तर त्यो घुम्नुपर्छ। यो बाटो चाहिँ सिधै खोला पुगिन्छ, सर्टकट बाटो। त्यही भएर यो बाटो हामी जाँदैछौँ र ढिला भइसकेको छ किनकि 2 बजिसक्यो। हामी यतिखेर चाहिँ 2 घन्टा अगाडि जानुपर्ने काम हो, तर हामी 2 घन्टा अगाडि जान सकेनौँ किनकि अलिकति घरतिर काम यताउति सामान जुटाउनु पऱ्यो। खास जान लागेको चाहिँ खोलामा माछा मार्न लाग्यो। आज माछा मार्ने प्लान हो एकदम, होइन? र माछा मारेर चाहिँ आजको भरेको लागि तरकारी चाहिँ बनाउने हाम्रो योजना रहेको छ। यहाँ 2 जना हुनुहुन्छ, उहाँहरू 2 जना र म 3 जना भएर जाँदैछौँ। तर यहाँ तल सबै यो क्रसरहरू, बालुवा पेल्ने मेसिनहरू छ यहाँ। एकदम डिस्टर्ब चाहिँ आउने कि यहाँ मात्र नि, एउटा यहाँ छ, यता छ, यता छ, 4-5वटा छ एका ठाउँमा 4-5वटा भएको भएर चाहिँ यो खोलामा चाहिँ यो किफरहरूको र क्रसरहरूको आतङ्क छ। हाम्रो यो गाउँनिर भएको खोलामा पनि एकदम किफर, यो क्रसरहरू पुरै बालुवा खानी खोलेर चाहिँ बिजोग छ यहाँ, होइन? यो बालुवाको थुप्रो 24 घन्टा यो मेसिनहरू चल्छ। यहाँ पुरै बालुवा झारेर यहाँबाट टुट्नु चलाइ छ। यस्तो त तरिका एकदम यहाँ मात्र होइन, यहाँ एउटा छ, मासतिर अरू 2-3 टा तल्लापट्टि पनि छ। एकै ठाउँमा 5वटा 6वटा क्रसरहरू छन् यहाँ। अनि यहाँ चाहिँ पहिला पुरै खेत थियो, यहाँ चाहिँ टोटल्ली खेत थियो। त्यो त्यहाँ देखिया ठाउँदेखिबाट यो सबै यहाँ जम्मै चाहिँ हाम्रो क्रसर छ अहिले। तर पहिला यहाँ पुरै खेतै खेत थियो। ल यहाँ पुरै गिटी झराझरै छ यतापट्टिबाट। अब यहाँनिर क्रसर पो खोला चाहिँ पर छ, त्यो खोलामा चाहिँ अब जाँदैछौँ यहाँबाट। खोलामा नि त्यत्तिकै, यो खोलामा नि टिफरहरू त्यत्तिकै छ, यहाँ सब टिफरहरू त्यत्तिकै छ। खोलाभरि चाहिँ बालुवा निकाल्ने, ढुङ्गा निकाल्ने, गिटी पेल्ने कामले चाहिँ भङ्सै यहाँ ध्वस्त भइसकेको छ। तल खोलामा आइसक्यो। अब माछा भएको दुवाहरू खोज्दैछौँ हामी, किनकि अब माछा कहाँनिर छ भन्ने त अब खोज्नु पऱ्यो पहिला। त्यसै औषधि हालेर गर्दाखेरि माछा मर्दैन। तर यहाँ के समस्या भयो भने सबैतिर यस्तो यो गिटी ढुङ्गा निकाल्ने टिफर खाल्डै खनेर चाहिँ माछाहरू चाहिँ लोप भइसक्यो खोलाबाट कि, त्यही माछा मार्न अलिक गाह्रो छ। यहाँ हाम्रो यो अङ्कल पनि यहाँ माछाको खोजीमा छन्, अनि यता एउटा अङ्कल हुनुहुन्छ माछाको खोजीमा। तर माछा चाहिँ पाएको छैन हामीले, कहाँ जाने? अब बगिरहेको खोलामा पाउडर हाल्दा माछा मर्दैन, त्यस्तो माछा पनि पाउँदैन। माछा हान्ने भनेको यो जमेको पानी दुवामा माछा हुन्छ, त्यसमा चाहिँ पाउडर हाल्दाखेरि चाहिँ माछा मर्छ। यहाँनिर एउटा दुवा रहेछ, अब यही जेसिबीले खनेको खाल्डोमा चाहिँ पानी जमेको, यहाँनिर माछा भयो भने हो, नत्र कहाँ पाउनु? खोइ यहाँ माछा छँदै छैन। एउटा केही माछा भए मार्दैन है, पुरै लेउ लागेको मात्रै छ, माछा भन्ने केही छैन है। बरु त्यो अघिको ठाउँमा थियो, त्यो काइला अङ्कलले देखाएर हिँड्छ है।
माछा नदेखिकन हावातालमा आएको रहेछ के काम खोज्दै खोज्दै कहाँ जाने र अब 2 साढे 2 भइसक्यो किनकि फेरि टाइम लाग्छ नि त साँझ के भन्छ चाँडै अँध्यारो हुन्छ माछा हालेर पानी थुनेर माछालाई फेरि जालमा राखेर धेरै समय लाग्छ त्यसको लागि ढिला भइसक्यो अति नै खोइ अब माछा पाइएला पनि छैन ल यो खोलामा यस्तो छ म त धेरै वर्ष भयो खोला यस्तो नहिँडेको पनि पहिला पहिला यहाँ कति राम्रो राम्रो खोला हुन्थ्यो अहिले यो सबै क्रसरले ढुङ्गा भाल्ला गिटी निकाल्ने भएर चाहिँ यहाँको यस्तो रमणीय दृश्यहरू चाहिँ पहिलाको जस्तो नेचुरल यो प्रकृतिले दिएको चाहिँ एकदम सफा स्वच्छ हावा बगरको बालुवा ढुङ्गा चाहिँ अहिले छैन त्यस्तो सबै विनाश भइसकेको अवस्था छ हाम्रो माछा चाहिँ यहाँ यो दहमा चाहिँ हाल्ने यहाँ साना साना माछा रहेछ यहाँ मसिना मसिना यहाँनिर मसिना मसिना माछा दौडिरहेछ खै कता हो यहाँनिर छन् मसिना मसिना माछा यहाँ चाहिँ चुना हाल्ने अरे त्यो औषधि चाहिँ ठ्याक्कै विष चाहिँ होइन चुना अरे चुना हालेपछि माछा लाटिन्छ अरे अनि त्यही बेलामा छेउछेउमा आएको बेला चाहिँ पक्र्नुपर्छ यहाँनिर माछा मसिना मसिना माछा देखि ए मसिना मसिना माछा दौडिरहेछ ए मसिना मसिना माछालाई चाहिँ समाउने यताउति गर्दाखेरि 1-2 माना हुन्छ होला यहाँ तल जाउँ यहाँनिर नहाल तल जाउँ यता तलतिर जानु पर्यो किनकि यहाँ धेरै पाउँछ कि तलतिर के गर्छ नि हाल्न आँटिसके यहीँ हालिदिने हो र माछा छ यहाँ खोइ र मसिना मसिना माछा छ नि खान्छ तल गएर हाल तल झुकुल छैन फेरि एउटा अन्त ल यहाँनिर चाहिँ झुल राख्नुपर्छ होइन यहाँबाट माछा हाल्ने अनि यहाँ माछा बग्दै 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 आउँछ ट्याक्क यहाँनिर जाने बाटो छ यहाँ झुलले थापेपछि माछा हारे झुल्न ट्याक्क पर्छ यहाँ समातेर तानेर यसरी ट्याक्क छेकेपछि हाम्रो चाहिँ माछा यहाँ बस्छ होइन ल मैले अहिलेसम्म चाहिँ यसरी माछा मार्न आएको छैन अब यो चाहिँ मेरो पहिलो अनुभव हो खासमा पहिला जाल चाहिँ हानिन्थ्यो अलिअलि यस्तो माछा मार्ने चाहिँ चलन थिएन अब त्यहाँ त अङ्कल बसेको ठाउँमा पाउडर हाल्ने त्यहाँबाट अनि भएको माछा पाउडर हालेपछि लाटिन्छ र अनि बग्दै बग्दै तलतिर आउँछ र यो झुलमा आएर ट्याक्क बस्छ अनि यसरी माछा मर्छ तर माछा मराइ हुँदैन क्या अरे यहाँ अनि यहाँनिर पाउडर हालेर अनि यसरी छापेर जाँदाखेरि तल जाँदा चोर्दैनन् माछा अङ्कल माछा चोर्दैन नानी यहाँ राखेर गएपछि माछा चोर्दैनन् माछा आउँछ हजुर एकजना यहाँ बस्नु पर्यो यहाँ हाल्ने अनि यहाँको माछा समातेर तल जाने फेरि यहाँ हाल्ने पहिला माछा यहाँ आएर बस्छ क्या अनि यहाँको माछा टिपेपछि तल जाने फेरि अर्को ठाउँमा फेरि अङ्कल कान सुन्नुहुन्न खै कान सुन्नुहुन्न कान सुन्नुहुन्न भने चाहिँ सुन्नुपर्छ फेरि ल पाउडर त्यो छर्किने होइन पाउडर यस्तो छर्किने होइन र ए यसरी यहाँ हाम्रो काम हुँदैछ है झोलाभित्र पाउडर राखेर टक 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 यसरी हुनल्ने हो यहाँ हेर्ने मान्छे भाइ बहिनीहरू आइसक्यो माछा मरेला त आज खै भाइ ब्लगर होइन यसो भिडियो बनाएको मात्रै हो भाइहरू कहाँबाट माछा खोज्दै आएको तिमीहरू पनि कहाँ बोडगाउँबाट आएको स्कुल बिदा भइसक्यो नि स्कुल बिदा भइसक्यो तिमीहरूको स्कुल बिदा भइसक्यो तिमीहरूको कहाँनिर यहाँ हाल्ने त्यहाँ हाल्ने हो भन्ने कुरो छ सक्यो अझै चाहिने भयो है पुरै सेतै भयो पानी पुरै सेतै भयो अब यहाँबाट ल यहाँनिर ल माछा हाल भाइ हाल ल
यो भाइहरू धेरै च्याम्पियन रहेछ नि माछा मार्नलाई। माछा पक्रिसक्यो तिमीले? ए त्यहीँ राख त्यहीँ राख। माछा आइसक्यो सबै? खोइ कहाँ छ खोइ? कहाँ पल्ट्यो खोइ हेर त। भाइले माछा मार्यो यहाँ ल। हिले माछा छैन र? हिले माछा रहन्छ क्या रे? ए माछा पुरै पल्टिसक्यो यहाँनिर ल। त्यहाँ भित्र नजाऊ, भित्र नजाऊ, बाहिर आऊ। बाहिर बस्छ सबैजना। कहाँनिर? अनि यो त बगेर गइहाल्छ नि यहाँ त। ल ल ल माछा यहाँ बग्दै बग्दै आइसक्यो ल अलिअलि अलिअलि। माथिबाट जान्न हल्लाएर पखालिदिएर है। ल ल ल माथिबाट जान्छ माछा सबै। खोइ माछा यति मार्यो भाइले। सानो माछा मार्यो भर्खरै एउटा। ए साना साना माछा भेट्यो अलिअलि। होइन गाइज। होइन गाइज? खोइ भाइले मोबाइल ल्याएको खोइ त नि? ल्याउँछु भने होइन? खोइ मोबाइल नेट छ तिम्रो मोबाइलमा नि? मोबाइलमा नेट छैन? यहाँ ठुलो माछा खोइ मसँग छोड। ए यहाँनिर खोइ र छैन। भागिसक्यो त्यो। खोइ ठुलो फोगाटे माछा छैन? ए यहाँ एउटा सानो माछा रहेछ है। यहाँ एउटा सानो माछा मरेछ। ल हेर्नु है यहाँनिर ल। खोइ त हरायो। समो खोइ अहिले पानी त नजाऊ फेरि। बाहिर मात्र माछा हो। माछा यहाँ तल भेट्दैन, माथि माछा मार्दैछन्। माथि चाहिँ माछा छ कि अलिकति। केटाहरू पुरै समाइरहेको छ ठुल्ठुलो माछा अरे। यहाँनिर माछा मार्दैछन्। माछा रहेछ ठुल्ठुलो यहाँ, ठुला ठुला। ए झोलामा यहाँ अलिकति माछा भयो कि थोरै थोरै भयो माछा अलिकति। माछा रहेछ ठुल्ठुला यहाँ। कति भयो माछा है? अलिकति भुरा भुरा माछा रहेछ। खोइ भाइहरूले कति माछा मारे? यहाँ भएछ अलिकति माछा। भाइ यहाँ ल हाल त, झोलामा हाल। झोलामा हाल ल माछा। ठुला ठुला चाहिँ रहन्छ नि हिले। ल लगभग यति माछा चाहिँ भयो। होइन हो भिडियोमा भिडियोमा हाल्छु म। सब्स्क्राइब गरिदिनु होला। ल भन के भन्छौ? सब्स्क्राइब गरिदिनु। कसलाई गर्ने सब्स्क्राइब? भ्लगरलाई। भ्लगरलाई? हो ल तिमी गर है त। तिमी हेर्छौ भिडियो? हो ल सबजना। मोबाइल खोइ कसैको मोबाइल त रहन्छ? छ नेट छ? नेट छ ल ल खोल नि त ल खोल। होस् सञ्जय थापा छ ल। ल लाइक एन्ड सब्स्क्राइब गरिदिनु गाइज। गरिदिनु गाइज ल है सबैजनाले भने मान्नु है। हेलो हेलो सञ्जय थापालाई। सञ्जय थापा है। चस्मा लगाएको फोटो है एकदम प्रोफाइल है। भर्खर हो सुरुवात, अब त्यस्तो साह्रो छैन। तर माछा रहन्छ नि खासै खोइ। हो देखा कहाँ देखा? नचिनेको? ल ठिक छ त्यसो भए। अब माछा चाहिँ खासै पाइला त छैन। अब अर्को द्वारमा गएर मार्नुपर्छ माछा। यहाँनिर खासै ठुला माछा भेटेन। अब यहाँबाट सुरु हुन्छ यो पानी। यहाँदेखि बिस हालेको छ। वहाँ तलसम्म त्यो छाप्रो भएसम्म चाहिँ हामीले पाउडर हालेको, तर माछा खासै समात्न सकिएन। माछा राम्रो परेन होइन? पर्छन्, आशा राखौँ माछा पर्छन्। अब हामी यहाँबाट चाहिँ यता तल जान्छौँ फेरि अर्कोमा चाहिँ औषधि हाल्छ गएर। किनकि यो 3 जना आएको छौँ हामी।
तिनजनालाई यति अन्त छैन माछा नि एक एक माना चाहिँ फिर्ता के फिर्ता रे एक एक माना चाहिँ भागाउनु पर्ने आउला त छैन नि होइन अङ्कल यहाँ हाम्रो अङ्कलले माछा टिप्दै हुनुहुन्छ आँगनमा तोरीको एउटा छरे हात टिपिरहनु हैछ है टपटप साना साना माछा छन् यहाँनिर साना साना माछा है एउटा माछा यहाँनिर यो पल्ट्यो यहाँ एउटा छटपट छटपट गर्दैछ मसिना मसिना माछा छन् भाइले समायो माछा माछा मार्न भनेर आइयो आउनु चाहिँ तर माछा माछा भ्यागु त भइहाल्यो बगरे हिँड्दा पनि माछा कहीँ छैन बगरामा माछा छैन पानीमा नि छैन माथि अलिकति मार्न त खोजेको खासै आएन माछा धेरै परेन अब यहाँ तलतिर आएर छौँ माछा कुनै पोखरीतिर दुवातिर भेटिन्छ कि भनेर तर छैन कतै आज माछा चाहिँ चिकन बनाउला भनेको तर केही भएन है लखर 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 डुलेर काम भएन नि माछा बरु यहाँ के पानी त छैन खोलामा माछा कहाँबाट हुने मसिना मसिना झिनै खुत्रो 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 कुदिरहेछ मसिना माछा है केही छैन माछा छैन पानीतिर लगाइसक्यो माछा मार्न आएको खोलामा पानीतिरले मऱ्यो भने हात हुनु भइसक्यो यहाँनिर यहाँ चाहिँ रहेछ खोला अलिकति अब पौडी खेलेर जाउँ त अब हुँदैन छैन कि माछा यहाँ खोइ रही माछै देखिँदैन है कहाँबाट ठुलो भन्नु माछा ठुलो भयो ठुलो देखेन यी झोलामा माछा बोके अलिकति त्यही हो अब बरु त्यहाँ खोलामा पौडी खेलेर जानुपर्छ क्या गर्मी भइसक्यो माछा त खासै भेटिएन मार्न नि सकिएन कतै माछा भेटिएन है लास्टमा आएर चाहिँ यो खाडीमा पसेर चाहिँ यसरी घुँडा घुँडा भाँसिने गरी चाहिँ यो सिम साग यो सिम तोरी भन्छ यसलाई यस्तो टिपेर घरलाई तर्काख्नु पऱ्यो यहाँ झोलामा एक झोला हालिसकेँ मैले यो झोला चाहिँ माछाले भर भनेर लिएर आएको माछाले त भर्न सकिएन अब यो सिम साग लगाएर टक्क खानु पऱ्यो सिम साग लगाएर खानु पऱ्यो र अब माछा मार्न सकिएन अब यहाँबाट चाहिँ उकालो चढेर बाछाझाङ पछाडिबाट चाहिँ हामी घर जान्छौँ र आजको लागि यति नै माछा मार्न सकिएन अब नेक्स्ट टाइममा माछा मार्दाखेरि म फेरि आउनेछु भिडियो लिएर अहिलेलाई बाई बाई